कता गयो हराउला है तिमी बा कति धेरै प्याक छ नि फुलबारी जानलाई यो यतातिर बच्चा छ यतातिर छिर्ने ठाउँ छैन छ र जाने आज आई लभ यु आई लभ यु यो मेरो चस्मा 5 लाखको चस्मा हात्तीको माथि के हो के लगाइसक्यो अरे भोक लगाइसक्यो छोरा कहाँ आएको हामी कहाँ जाने भनेर हिँडेको पार्क हामी चाहिँ पार्क जाने भनेर हिँडेको होइन प्याक भएर हामी छिर्न सकेनौँ पानी पनि पर्न लाग्यो त्यही भएर रानी पोखरी हेलो एभ्रिवान वेलकम छ हजुरहरूलाई हाम्रो न्यू भिडियोमा आयो सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशाका साथ आजको भिडियो चाहिँ हामी स्टार्ट गर्न चाहन्छौँ आज चाहिँ न्यू इयर सबैलाई ह्याप्पी न्यू इयर 2025 होइन कि 2082 सालको हजुरहरूलाई हार्दिक मङ्गलमय शुभकामना भन्न चाहन्छु अलिअलि घाम छ अहिले चाहिँ हामी कहाँ जान हिँडेको थियौँ भने ठ्याक्कै हामी यहाँ पार्क जानु भनेर हिँडेको रत्न पार्कको अनि प्याक भएकोले गर्दा टिकट पनि पाएन अनि छोरोलाई नजाउँ भनेर जबरजस्ती यहाँ सुन्दरी झलमा हालेर आएको छौँ छोरो चाहिँ यहाँ रिसाएर अहिले फेरि एकछिन बसेको सुन्दरी जलमा आएर के बोले भाइ के बोले के छ थाहा बोले मम्मीको मोबाइल भेट्या छ गेम खेल्न थालेको छ अनि हामी छौँ यहाँ सुन्दरी कुशल के रहेछ हामी कहाँ आएको रानी पोखरी कहाँ जाने भनेर हिँडेको हामी कहाँ रे कहाँ रानी पोखरी जाने भनेर हिँड्नु कहाँ जाने भनेर हिँड्ने अरे पार्क जाने भनेर हिँड्ने है अनि रिसाको है रिसाको हो कि होइन अनि किन हेर्दैन अरे हिँड्ने त कता हो खोइ त्यहाँ देखिएन त्यहाँबाट देखिन्छ होइन त म देखाइदिन्छु खै यताबाट देखिन्छ होला है कस्तो राम्रो फुल यतातिर कहाँ छिर्न मिल्दैन नि त देखिएन हौ केटा देखेन कहाँ जाने भनेर हिँडेको पार्क हामी चाहिँ पार्क जाने भनेर हिँडेको होइन प्याक भएर हामी छिर्न सकेनौँ पानी पनि पर्न लाग्यो त्यही भएर रानी पोखरी छिर्दिएको आज जेसुकै होस् यो चाहिँ रानी पोखरी मेरो छोरो अघिदेखिको ल्याङ गरिरहेको छ औ केटा रे नाकको पुवाल कत्रो देखेको मम्मीको बनाइदेऊ नि त ल मम्मी हिँड्छु ल कतिको सक्दो रहेछ तिमीले ल मलाई बुझ्नु टाढा टेरो रहेछ फिट्टा रे तँलाई सपिङ गरिदिएको पैसा फिट्टा रे पैसा फिर्ताले हात्तीको माथि के हो भगवान फोटो खिच्दिउँ ल मम्मी खिचिदिन्छ है त उताबाट कुद्दै आउँदा जाउँ उताबाट पखला एकछिनमा दरबार बार्क स्कुल कहाँ हो वहाँ नेपालको झन्डा जय नेपाल कता रहेछ नेपालको झन्डा किन आएको तिमी यहाँ पोखराको भ्यू आयो तिमीलाई चाहिँ यता चाहिँ मेरो लागि हो यो चाहिँ अब छैन कोही पनि समय दिने मान्छे त्यही भएर अनि म आफ्नो भिडियो आफै लिइरहेको छु हाम्रो भिडियो चाहिँ छोरा अब कहाँ जाने हामी प्याक होला नि त त्यहाँनिर
प्याक भयो भने त के जानु आमा छोरा मात्रै छौँ कोही पनि छैन साथी त्यही भएर टिकट दिनै सकिनँ क्या गाडी त्यही भएर नगएको हामी चाहिँ पार्कमा रत्न पार्कको कहिले प्याक हुँदैन थियो आज त खोइ के साह्रो प्याक भएको राम्रो म त छक्क पऱ्यो भने न्यु इयर भएर होला सायद यहाँ पनि प्याकै छ मान्छेहरू टन्नै छन् यता पनि यता फोटो खिच्ने होइन छोरो लाइदेऊ हिँड्देऊ न त अगाडि ल के गरेको त्यो नाच्दै हिँडेको तिम्रो साथीहरूलाई के भन्न चाहन्छौ तिमी आज साथीहरू नआएकोमा साथीलाई के भन्ने को आउने भन्थ्यो अरे तिमी भाटी युनिक्स आउने भन्थ्यो अरे युनिक्स किन नआएको युनिक्सलाई धेरै सम्झिरहेछ कुसाले यहाँनिर साथी नभएर उसलाई यहाँ खेल्ने साथी कहाँ जान लाग्यो अब त्यहाँबाट उता कहाँ जम्मू गर्ने ओफो नाच्देऊ न त उतै पर गएर गीत कुन के हो तिम्रो नाम बुनी परिचय पाम हिमाल जस्तै रहेछौ तिमी बिहानीको घाम कता हिँडेको बिजुली बालेर हट भएर कहाँ त्यहाँ जानलाई हुँदैन जानलाई यहाँ देखाएको छ त काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन कुइने फोहोर नकुइने फोहोर त्यहाँभित्र नो इन्ट्री जानु हुँदैन थाहा छैन त्यति पनि गयो भने पनिसमेन्ट फुल I love you. Huh? I love you. अभी मजा आएगा ना भिड़ो लजाको कुशल किन लजाको किन लजाको अनि आई लभ यु मम्मीले आई लभ यु भन्दाखेरि के भन्नुपर्छ त आई लभ यु टु मामु भन्नु हुँदैन अनि यस्तो लाज लाग्छ र भने अनि त्यो फुल रातो त हुन्छ त अनि खै के फुल हो कनि हामी चाहिँ हिँड्दा हिँड्दा थकाइ लाग्यो त्यही भएर अहिले टुसुक्क बसेको छौँ यसरी छोरोलाई आई लभ यु भनेको आई लभ यु टु पनि भनेन मम्मीलाई अनि यो रुखको छारीमा ल मम्मीको बनाऊ न त ल समाउ न यता यता यो मेरो चस्मा 5 लाखको चस्मा समझ रहे हो ना यो चाहिँ मेरो चस्मा यो मेरो 3 लाखको चस्मा मेरो 5 लाखको चस्मा यो 5 लाखको चस्मा 5 लाखको लुगा है 5,000 को लुगा पान कहाँ हिँडेको हामी 25,000 को कता जाने अब पार्क खाली पार्क पार्क भनेर मार्न लागिसक्यो गाइस म के गरौँ यसलाई जतिखेर पनि पार्क पार्क जाने बाटो छैन क्या पार्कमा त्यो बाटो त्यो छिर्ने ठाउँै छैन भनेको यति प्याक छ नि यति प्याक छ हामी पुगेर आइसके होइन उसलाई पार्क 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 त्यो म हेर्ने मान्छे पनि म जसो तसो गरेर टिकट काटिदिन्थेँ उसलाई बाहिर राखेर अनि त्यहाँ हेर्ने मान्छे पनि छैन म एक्लै छु अनि उसलाई लिएर जाँदाखेरि ऊ कुचिन्छ त्यही भएर नलगेको उहाँ ठुसठुस परेर अघि त अहिले त अलि ह्याप्पी हुन थालेको छ म हानिदिन्छु भने पछाडि अलिकति ह्याप्पी भएको छ यता आऊ कता गयो हराउला है तिमी बा कति धेरै प्याक छ नि फुलबारी जानलाई यो यतातिर बच्चा छ यतातिर छिर्ने ठाउँ छैन सर जाने र आज छिनेर अनि टिकट उतै काट्ने ठाउँै छैन हौ यस्तो लाइन छ यस्तो प्याक छ यति धेरै प्याक छ कि रत्न पार्कको यो शङ्कर घर उदान रे
हामी पनि आइदिउँ न त भनेर आएको लास्टमा गएर यति धेरै प्याक रहेछ नि प्याकको त कुरा छोडौँ आमामा छोड नछिराम ल भोलि पर्सि आएर छिर्ने क्या यस्तो प्याकमा कसरी टिकट काट्न जान्छ हौ म अनि त्यो जाने छिर्ने ठाउँै छैन त कहाँ जाने त अनि त्यो फन पार्कमा चाहिँ त्यो छिर्ने ठाउँ नभएर त नगएको नि थाहा छैन मम्मी लिएर जाने क्या तिमी नै हौ भइसक्यो तिनीहरू चाहिँ कता हाल्यो मम्मीले पैसा अघि लिनु त ए लिनु पैसा मम्मा लिन आएको होइन हामी सन्दीप हेलो गाइज फेरि पनि हामी चाहिँ के भन्छ अरे रानी पोखरी घुमेर पनि अनि अघि नै घर आएको नलागिनु है अनि अहिले चाहिँ बाहिरको मौसम भन्ने चाहिँ ट्याक्कै गाडाङ गुडुङ गरेर पानी पर्न जस्तो भएको छ अनि म चाहिँ यहाँ भुत्नी जस्तो भएको छु घोडा सफुलका भन्नै रमाइलो केही भन्नु छ किन इन गर्नु भनिदेऊ न केही भन्नु छ पहिला तैँले कस्तो निकालेर म हेर्छु है त गाइज फेरि पनि हामी चाहिँ के भन्छ अरे रानी पोखरी घुमेर पनि अनि अघि नै घर आएको नलागिनु है अनि अहिले चाहिँ बाहिरको मौसम भन्ने चाहिँ ट्याक्कै गाडाङ गुडुङ गरेर पानी पर्न जस्तो भएको छ अनि म चाहिँ यहाँ भुत्नी जस्तो भएको छु घोडा सफुलका भन्नै रमाइलो केही भन्नु छ किन इन गर्नु भनिदेऊ न केही भन्नु छ पहिला तैँले कस्तो निकालेर म हेर्छु है त